गर्मी भयो यार shit. What's up everybody? Welcome to the new video. As Omegle, I'm doing Omegle as you can see. After a long time, I'm doing Omegle. So like, share, and subscribe. Stay tuned for more content. So going back other videos, okay. So let's dive straightly into the video as I'm doing truth and dare. They will give me the truth, the dare, and I'll do one of them. I mean, maybe both. So it's going to be interesting. Let's go. PK, bro, PK, hello to PK, shit. Huh? What? के थियो त्यो सुट ओए सेक्सी ब्रो सुन न तिमी मलाई एउटा ट्रुथ या फिर डियर देऊ हैन म गर्छु अब ट्रुथ दिन्छु ट्रुथ ल ट्रुथ अलसम्म कल्चर कैसी अपमानजनक बातें कर रहा है लड़का What's up, bro? माथि मेरो सिलिङ छ तिमीहरुको माथि के छ ओ शिट त्यहाँ पनि सिलिङ छ ड्याम इट एउटा अन्डा फुटाउन टाउकोमा अन्डै छैन म कहाँबाट ल्याम्बा भयो अन्डा think no like you can make me do anything think I mean not anything त्यही पनि लुगा भन्ने ग्लासको त बस हवा निकल गई अलि यता आउ न तान अलि यता आउ न किन लुकिरहेछौ लाज नमान न म रोब्लक्स हान्दिन्छु अब कसम भन्न चाहिँ गेम खेल्दै हो गेम खेलिरहेछु न म बसिरहेको छु अनि के प्याट्टा हान्ने छ भने त त्यस्तो हैन गेम खेल्दिन्छु भने के मैले गेम खेल्दिन्छु झ्याउ लायो हैन ओके लेट्स प्ले अ गेम सिजर पेपर रक ल के हार्नेले आफ्नो लाइफको सबैभन्दा डिस्कस्टिङ सिक्रेट भन्छ ओके नट सिक्रेट डिस्कस्टिङ मोमेन्ट लाइक डिस्कस्टिङ खै मलाई सोच्न दियो ए वेट म पनि सोच्छु यार एक्चुअली मलाई पनि थाहा छैन वेट Caesar paper rock. Shit, Caesar paper rock. Caesar paper rock. Oh shit यार. Okay. So मेरो लाइफको सबैभन्दा डिस्कस्टिङ मोमेन्ट भनेको यो जुन किबोर्ड छ नि आरजीबी लाइट वाला किबोर्ड यो मैले मेरो कलेजबाट चोरे हो मरना तेरे को डर नहीं लगता गाइस कसैले नभन्दा ल यो भिडियो कतै यो मैले चोरे हैन खासमा मैले रिप्लेस हाने हो हैन सिट यार सबजनाले मेरो भिडियो हेर्छ रिप्लेस हाने हो के यो किबोर्ड चोरेछ यार मसँग त्यस्तै वाला थियो यार त्यो लोगो थिएन त्यस्तै वाला किबोर्ड थियो हैन गएर कलेजमा रिप्लेस हान्दै के यो लिटरली धुलो खाएर बसिरहेको छ के यस्तो बबाल त्यहाँ कलेजमा मेरो पनि हेर न यो त धुलो खाइराछ के यहाँ साइडमा राखिराछ युज गरे मेरो त यो कलेजमा थियो कि धुलो खाएर चाहिँ मैले हेर्नै सकिन अनि उठाइदिए यार सो दिस इज मेरो चोरीको स्मार हैन गाइस सब्स्क्राइब फर दिस कसैलाई ब्रो गाइस क्लासमा आएर त्यहाँ ल्याङ नगरे मसँग यो मेरो हो यो अब वाउ के गरिरहेको थियो हामी चाहिँ रेस्टुरेन्टमा थियौँ त्यो चिज नास्ता खाइरहेको थियौँ क्या हामीले होइन अनि साथीले चाहिँ त्यस्तो धेरै पनि खाएको थिएन अलि मोमो चाहिँ हल्का चिल्लो थियो अनि मोहितो खाएको थियो क्या उसले मलाई थाहा भयो कहाँ गइरहेछ अनि सुन अनि खाइरहेको छ मेरो साथी साइडमा छ होइन वाक्क उल्टी गरिदियो क्या सिट केमा मुखमा टेबलमा म साइडमा छु अलि यस्तो खुट्टा तानेर बसिरहेको छु यार साथीहरू हेरिरहेको नि त्यहाँ आज खाँदै उल्टी गरिदियो यार के हो नर्मल पुशअप बडी फ्लेक्स गर के बडी नर्मल पुशअप हुन्छ मेरो त्यति धेरै त छैन मेरो त्यति धेरै म सुकुटे छु यार सिट आम सेम हो सेम हाम्रै बिरादरीको तिमीहरुको भन्दा नि तल बिरादरीको एउटा गीत वन होला सुन म राम्रो गाउँदिन है अनि थाहा सक्यो हाँसेर ढाँटेर कति भन्नु तिमीलाई सम्झदिन भागेर टाढो के गरौँ ल नेक्स्ट डियर ल अब अर्को डियर ल तिम्रो पालो तिम्रो पालो ल मैले डियर दिने एकजना सलमान खान बन्यो अर्को शाहरुख खान बन्यो झगडा
गाइज यो सिनको लागि सब्सक्राइब गरिदियो प्लिज ओके